म चाहिँ यहाँ यामाहा ट्राभलको डिलरमा आइपुगेँ। सर्भिसिङ त उता त्रिपुरेसम्म गराएको थियो, तर त्यहाँ एयर फिल्टरै थिएन हो। हुन त अब झन्डै मेरो एयर फिल्टर चेन्ज गर्ने बेला त भएको थिएन रहेछ, तर एयर फिल्टर चाहिँ त्यहाँ सोल्ड आउट रह्यो, भन्ने यहाँ चाहिँ रहेछ। त्यही भएर यो पछि नपाउला कि भन्ने डरले मैले यो अहिलेदेखि किनेर राखेको। यसको चाहिँ 1600 पऱ्यो। एयर फिल्टर चाहिँ पछि छिटो चाँडो फेर्नै पर्छ। अब त्यही हो। अब उहाँ यहाँको मान्छेलाई डिलरलाई सोद्धा पनि के हो, तपाईँहरू सबै मिलेर चाहिँ अब यामाहा भन्नुपर्छ, हामीसँग पनि खासै पार्ट अरिजिनल पार्ट पुरा धेरै छैन भनेर भन्दो रहेछ। त्यही भएर हाम्रो यो यामाहा WRको कम्युनिटी बनाएर अलिकति यामाहालाई चाहिँ बेलामा पार्ट पुर्जा ल्याउनु भनेर एउटा कम्प्लेन चाहिँ फाइल दर्ता गर्नु पर्ला जस्तो छ।